के छ त क्या गरे हो सञ्चय बवाल म अञ्जल श्रेष्ठ र मैले यही सिए इन्टरमिडिएटको जेन 2026 एटेम्पमा चाहिँ अल इन्डिया र्याङ्क 31 ल्याएर पास आउट भएको थिएँ र अडिटमा 90 मार्क्स पनि स्कोर गरेको थिएँ र यही अडिटमा चाहिँ 90 मार्क्स ल्याउँदै गर्दाखेरि के कस्तो जर्नी थियो, कसरी भयो, के भयो, कुन नोट्सहरू युज गरेको थियो, यही कुराको बारेमा ऱ्यापअप गर्दै चाहिँ मैले अब कुरै गर्दाखेरि चाहिँ अब फ्याकल्टीहरू के कसरी चुज गर्ने भन्दाखेरि मेरो पर्सनल एक्सपिरियन्समा चाहिँ यदि तिमी अनलाइनबाट पढिरहेको छौ भने चाहिँ म तिमीलाई दुईवटा टिप्स दिन चाहन्छु। त्यसमा चाहिँ के हो भन्दाखेरि फर्स्ट टिप्स भनेको चाहिँ तिमीले कुनै पनि फ्याकल्टी नोट पढ्नुभन्दा अगाडि सुरुमा चाहिँ डेमो लेक्चरहरू हेर्ने गर। डेमो लेक्चर नहेरिकन तिमीहरूलाई थाहा हुँदैन कि त्यो फ्याकल्टीले के पढाउँछ, कसरी पढाउँछ। र सेकेन्ड भनेको चाहिँ त्यो फ्याकल्टीको नोट्समा या कुन फ्याकल्टीले जुन नोटहरू हामीलाई प्रोभाइड गर्छ तिनीहरूको आफ्नै सेपरेट बुक हुन्छन् क्यारे, त्यही बुकहरूमा चाहिँ स्टडी मेटेरियलको ल्याङ्ग्वेज के कति छ, त्यो स्टडी मेटेरियलको ल्याङ्ग्वेजबाटै तिम्रो मतलब सब राइट भएको छ कि मतलब त्यसलाई समराइज गरेको छ कि त्यसले आफ्नै ल्याङ्ग्वेजमा लेखेको छ कि यो डिसिजनहरू चाहिँ एकचोटि चेक गर सुरुमा कुनै पनि फ्याकल्टीहरू चुज गर्नु अगाडि। यदि तिम्रो फ्याकल्टीको नोटमा चाहिँ स्टडी मेटेरियलको ल्याङ्ग्वेज भएन भने तिमीले मार्क्स पाउन अनि निकै गाह्रै हुन्छ। धेरै केसमा चाहिँ अलिक गाह्रै हुन्छ र कुनै रियर केसमा चाहिँ मार्क्स पाइरहेको हुन्छ त्यसमा पनि। त्यसमा अब चेकरको डिपेन्ड गर्छ होइन। अहिले सेकेन्ड भनेको तिमी फिजिकल क्लासहरू लिइरहेको छ भने फिजिकल क्लासहरू राम्ररी एटेन्ड गर। फिजिकल क्लासको त्यो क्लासहरू छोड्ने काम चाहिँ नगर, किन भन्दाखेरि क्लास छोड्दै गयो भने अडिटको एउटै कन्सेप्ट यता रिलेट हुन्छ उता रिलेट हुन्छ, त्यो सबै ठाउँमा रिलेट भइरहेको कारणले गर्दाखेरि चाहिँ अनि एउटा कुरा बुझेन भने पछि कुरा बुझ्न पनि झ्याउ लाग्ने, त्यही माथि थ्योरी सब्जेक्ट यतिसम्म दिक्क लाग्छ। त्यो कुरा चाहिँ मलाई सोध्दै नसोध, त्यो मेरो पर्सनल एक्सपिरियन्स निकै नराम्रो छ। र सेकेन्ड भनेको चाहिँ तिमी फिजिकल क्लास एटेन्ड गरिरहेको छौ, फिजिकल क्लास डेली एटेन्ड गर्छौ भने चाहिँ एउटा सानो दाइ जसरी एउटा सानो सजेसन चाहिँ के दिन चाहन्छु भन्दाखेरि युट्युबमा फ्री क्लासेसहरू टन्नै नै पाइन्छ र फिजिकल क्लास सकिसकेपछि युट्युबमा चाहिँ एउटा सानो समराइज भर्जन युट्युबमा चाहिँ पाइन्छ र त्यही लाएर एकछिन सुन, आफूले दिनमा के पढेको थियो त्यो पढेकोलाई चाहिँ फेरि सुन्दाखेरि नै ए है यस्तो पढेको थियो सायद ठिक छ यस्तो खालको कन्फिडेन्स आउने गर्छ र बिस्तारै यही बुझ्दै जाँदाखेरि चाहिँ तिमीलाई पछिको च्याप्टरहरू पढ्दा पनि रमाइलो पनि लाग्छ, कन्फिडेन्स पनि आउँछ र यदि तिमीले पढेकै कुराहरू पढिरहेको छौ भने तिमीलाई कम्फर्ट पनि लाग्छ। यो कुरा भयो मेरो चाहिँ नर्मली फिजिकल क्लासहरूमा चाहिँ के कसरी पढ्ने या अनलाइन क्लासहरूमा कसरी लिने भनेर चाहिँ। अब सेकेन्ड क्वेसन यसमा के आउँछ भन्दाखेरि अब फिजिकल क्लास लिने कि अनलाइन क्लास लिने भन्ने सेकेन्ड क्वेसन आउला। अब यसमा चाहिँ अब तिम्रो सर्कमस्टान्सेस के कस्तो छ त्यसमा डिसिजन गर। तिमीले अब अनलाइन क्लास लिँदा टाइम के कति जोगिन्छ, फिजिकल क्लासमा चाहिँ के कस्तो हुन्छ, त्यो दुवै कम्पेयर गरेर मात्र लिएर यसमा चाहिँ कुनै पनि म एक्सक्लुसिभली कुनै पनि पोइन्ट दिन चाहदिनँ। तर यदि मेरो पर्सनल कुरा गर्छ भने चाहिँ म चाहिँ फिजिकल क्लासमा बहुत दिक्क लाग्छ यो पढ्दाखेरि चाहिँ, अलिक त म डिस्ट्र्याक्टेड हुन्छु थ्योरी पढ्दाखेरि। सो आई प्रिफर दि अनलाइन क्लास, तर मैले पढ्न चाहिँ फिजिकल क्लासै पढेको सिए इन्टरमिडिएटको लागि चाहिँ। तर फाइनलमा आई एम प्लानिङ टु जोइन द अनलाइन क्लास है। थर्ड क्वेसनतर्फ जाँदाखेरि चाहिँ मैले मेरो फिजिकल क्लासमा चाहिँ के कसरी अडिट पढ्ने गर्थेँ भन्ने कुराको बारेमा चाहिँ सोचौँ है त। एकचोटि फिजिकल क्लासमा चाहिँ मैले जोइन गर्दाखेरि चाहिँ फर्स्ट भनेको चाहिँ म क्लासमा पढ्थेँ, क्लासमा पढिसकेपछि घरमा गएर चाहिँ मैले रिभिजन नोट या लेक्चर जस्तै शुभम केशवानी, ऋषभ जैन यिनीहरूको चाहिँ मेरो फ्री लेक्चरबाट चाहिँ मैले एकचोटि सर सुनेर समराइज गर्छेँ कि यो पढेको थिएँ भनेर त्यतिकैमा म समराइज गरिदिन्थेँ र त्योभन्दा म बढी केही पनि गरिदिने थिएँ। र प्लस भनेको मैले चाहिँ रिटर्न नोट्स आफ्नै सेल्फ रिटर्न नोट्स कपिङ फ्रम दि शुभम केशवानीको रिटर्न नोट्सबाट चाहिँ मैले मेरो आफ्नै कपीमा छुट्टै नयाँ नोट्स बनाएको थिएँ र त्यसमा कुनै पनि कुरा मटेरियलहरू चाहिँ पुगेको छैन भने म मोडुलबाट सारेर त्यसमा लेखिदिन्थेँ र त्यही नै मेरो फाइनल एन्ड एक्सक्लुसिभ नोट थियो मेरो लागि चाहिँ। अब हजुरहरूले चाहिँ यसमा फिजिकल क्लास पढ्दै गर्दाखेरि एउटा एक्सक्लुसिभ नोट बनाउनु भनेर चाहिँ म हजुरलाई रिकमेन्ड गर्न चाहन्छु, किनभने एक्सक्लुसिभ नोट बनाउँदै गर्दाखेरि चाहिँ फाइनलको लागि कुन पढ्ने के कन्टेन्ट लेख्ने भन्दा यसमा कन्फ्युजन हुँदैन। किन भन्दाखेरि अडिट भनेको यति धेरै भास्ट पनि छ र भोल्युमियस पनि छ। भोल्युमको कुरा गर्दाखेरि त्यो निकै ठुलो भएको कारणले गर्दाखेरि के लेख्ने, कसरी लेख्ने, कति लेख्ने, के लेख्ने, कसरी लेख्ने र कति लेख्ने, यो तीनटा कुरा हामीलाई थाहा पाउन सकेन भने चाहिँ हामी अडिटमा भुलभुला यसरी त्यही ठाउँमा घुमिने रहन्छौँ र सायद हामीलाई एटेम्प पनि लाग्न सक्छ। आफ्नो एकचोटि फर्स्टचोटिको रिभिजन सकिसकेपछि चाहिँ अब सेकेन्ड रिभिजन चाहिँ के कसरी गर्ने भन्ने कुराको बारेमा चाहिँ म थोरै हजुरहरूलाई भन्न चाहन्छु। फर्स्ट रिभिजन चाहिँ प्रोभाइडेड द्याट कि हजुरहरू चाहिँ कुनै पनि समरी नोट्स या समरी लेक्चर यो युट्युबको त्यो सर्ट भिडियो हेरेर चाहिँ नजान्नु होला, किन भन्दाखेरि त्यसले चाहिँ हजुरहरूको चाहिँ अन्डरस्ट्यान्डिङमा निकै नै ह्याम्पर गर्ने गर्छ। र आई हेभ फेल्ट पर्सनली द्याट मेरो लागि त्यो अलिकति प्रब्लम थियो र त्यही प्रब्लमले गर्दाखेरि मलाई पनि पछिको समयमा चाहिँ अलि धेरै दुःख गर्नु पर्यो। सकेसम्म फर्स्ट
चोटि पढिरहनु भएको छ भन्दा बरु अलिकति धेरै टाइम एलोकेट गरेर चाहिँ बरु डिप अन्डरस्ट्यान्डिङ लिनुहोस्। 2 चोटि पढ्नुहोस्, तर स्टडी मटेरियलबाटै 2 चोटि पढ्नुहोस्। बरु त्यहाँबाट पढ्दै गर्दाखेरि त हजुरहरूलाई चाहिँ आफ्नो अन्डरस्ट्यान्डिङ त बढ्छ। त्यो फाइदा गरेर हजुरलाई सिए फाइनलमा पनि हामीले अडिट बुक पढ्नै पर्छ र अडिट बुक पढ्दै गर्दाखेरि नै सबै कन्टेन्टहरू चाहिँ सिए इन्टरमिडिएटकोहरू पनि धेरै कन्टेन्टहरू हुन्छन्। त्यो त्यो अन्डरस्ट्यान्डिङ चाहिँ राम्ररी बिल्ड भयो भने चाहिँ हजुरहरूलाई निकै नै सजिलो हुनेवाला गर्छ। अनि सेकेन्ड भनेको मार्क्सको लागि पढ्दै हुनुहुन्छ भने चाहिँ भन्दाखेरि चाहिँ सिए इन्टरमिडिएटमा आजकल चाहिँ केस स्टडी निकै धेरै सोध्ने गरेका छन् र के क्वेसन सोधेको छ भने त्यो थाहा पाउनको लागि नै हजुरको चाहिँ प्रोपर अन्डरस्ट्यान्डिङ हुनै पर्छ। त्यो प्रोपर अन्डरस्ट्यान्डिङ बिना त्यो पोसिबलै हुँदैन कि म केस स्टडी बुझ्छु भनेर। अनि थर्ड भनेको एमसिक्यू भनेको 30 मार्क्सलाई कन्ट्रिब्युट गर्छ, यानि कि एउटा सब्जेक्टमा 30%। त्यो 30%को एमसिक्यू क्र्याक गर्नको लागि भए पनि हजुरले लाइन बाई लाइन स्टडी म्याथ पढ्नै पर्छ। त्यो नपढिकन त अरू कुनै विकल्प छँदै छैन। अनि फोर्थ भनेको तपाईँ जब सिए इन्टरमिडिएट सकेर आर्टिकलसिपको लागि चाहिँ इन्डियातिर मुभ आउट हुनुहुन्छ या आर्टिकलसिप खोज्नुहुन्छ भन्दाखेरि त्यहाँ चाहिँ हजुरलाई एन्सरहरूले चाहिँ त्यही अडिटको र एसेकै स्पेसली क्वेसनहरू सोध्ने गर्छ या केस स्टडीहरू बनाएर सोध्ने गर्छ। र त्यो केस स्टडी र अडिटको क्वेसनहरू क्र्याक गर्नु छ भने हजुरसँग प्रोपर अन्डरस्ट्यान्डिङ हुनैपर्छ। किन भन्दाखेरि एक दिन पढेर तपाईँलाई हुनेवाला केही पनि छैन। अब हजुरहरूलाई चाहिँ म अब रिभिजन चाहिँ कसरी गर्ने, एकचोटि फिजिकल क्लास सक्यो या क्लासेसहरू सक्यो, अब रिभिजन कसरी गर्ने भन्ने कुराको बारेमा थोरै ऱ्यापअप गर्न चाहन्छु। यदि मेरो कुरा गर्नुहुन्छ भन्दाखेरि मसँग रिभिजन गर्नको लागि चाहिँ 100+ डेजहरू थियो र 100+ डेज हुँदै गर्दाखेरि कसरी ऱ्यापअप गरेँ भन्दाखेरि चाहिँ अडिटको फर्स्ट रिभिजन गर्दाखेरि मलाई केही पनि थाहा थिएन कि मैले अडिट पढेको छु भनेर। मलाई यति मात्र थाहा थियो कि मेरो अडिटको क्लास सक्यो, मलाई अन्डरस्ट्यान्डिङ केही पनि छैन, कसैले आएर सोध्यो भने म एकदम ब्ल्याङ्क छु, रटेको अलिअलि चिज छ त्यति मात्र मलाई थाहा थियो, अरू त्योभन्दा केही पनि थाहा थिएन। र त्यस्तै गर्दाखेरि मैले चाहिँ के स्टेप लिएको थिएँ भन्दाखेरि युट्युबमा फ्री क्लास म्याराथन ऋषभ जैनको छ, ऋषभ जैनको क्लासहरूसँग बिस्तारै मैले च्याप्टर 1, च्याप्टर 11 यो सानो टपिकहरू चाहिँ बिस्तारै रिभाइज गर्न थालेँ। अलिअलि सजिलो पनि छ र यसले गर्दाखेरि चाहिँ मलाई फर्दर च्याप्टर कन्टिन्यू गर्नको लागि मोटिभेसन पनि दिन्थ्यो र लामो समयसम्म बस्नको लागि मोटिभेसन पनि दिन्थ्यो। भर्खर फिजिकल क्लास सकिसकेपछि चाहिँ लामो समय बस्न निकै नै गाह्रो हुन्छ। त्यसले गर्दाखेरि जबरजस्ती युट्युबको लेक्चर अगाडि बसेर चाहिँ आई ट्राइज टु गिभ द्याट अब चाहिँ म धेरै पढ्छु भन्ने कुराको लागि एउटा मोटिभेसन पनि दिने गर्थ्यो। मेरो सजेसन चाहिँ यति मात्र हो कि यदि तिमी फिजिकल क्लास सकेर यदि फर्स्ट लेक्चरतिर जाँदैछौ भन्दाखेरि मतलब फर्स्ट रिभिजनको लागि जाँदैछौ भने चाहिँ फर्स्ट भनेको तिमी युट्युबबाट एउटा म्याराथन उठाऊ र त्यहाँबाट चाहिँ आफ्नो म्याथबाट चाहिँ लाइन बाई लाइन जाऊ र सँगै यदि कुनै नोट बनाएको छ भने त्यो नोट पनि पढ। थोरै बढी टाइम एलोकेट गर अनि मात्र इफेक्टिभ हुनेवाला छ। र यदि सेकेन्ड रिभिजनतर्फ जाँदैछौ भने सेकेन्ड रिभिजनको लागि चाहिँ म पर्सनली प्रिफर गर्छु कि गो विथ शुभम केशवानीको त्यो फ्री युट्युब भिडियो लेक्चर। किन भन्दाखेरि शुभम केशवानीको त्यो भिडियो लेक्चरमा र शुभम केशवानीको नोट्स कम्बाइन गरेर त्यसको टेक्निकबाट याद गर्न थाल्यो भने हाम्रो त्यो टेक्निक एकदम मेमोरेबल हुन्छ र त्यो टेक्निक रमाइलो पनि छ र मेमोरेबल पनि छ, जसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ इक्जामको टाइममा त्यो 1.5 डेजको रिभिजनमा चाहिँ सजिलै रिकल पनि हुन्छ र इक्जामको प्रेसरमा पनि हामीलाई सजिलै रिकल गर्न सकिन्छ। द्याट विल बी द वान अफ द बेस्ट फर माई पर्सनल ओपिनियन। यदि हजुरको यसमा यदि फरक ओपिनियन छ या फरक टेक्निक छ भने गो विथ द्याट, आई वन्ट कम्प्लेन विथ द्याट। बट त यदि कुनै पनि टेक्निक छैन र म यही गर्न चाहन्छु भन्दाखेरि यो टेक्निक इफेक्टिभ छ र मैले यसलाई युज पनि गरिसकेको छु। अब यदि हजुरहरू चाहिँ मलाई 1.5 डेजको लागि चाहिँ कसरी प्रिपेयर गर्न सकिन्छ या के कस्तो थियो भन्नेको बारेमा चाहिँ सोध्न चाहनुहुन्छ भने चाहिँ मैले चाहिँ यसरी प्लान गरेको थिएँ कि म 1.5 डेजमा चाहिँ यसरी पढ्छु भनेर। जस्तै म कस्ट टु एक्जाम दिइसकेपछि घरमा आनन्दले जान्छु र पहिलो भनेको चाहिँ कस्ट टु एक्जाम जतिसुकै होस् आई विल एक्सेप्ट द्याट एन्ड आई विल मुभ अन फ्रम दिस सब्जेक्ट। एन्ड सेकेन्ड पोइन्ट भनेको चाहिँ गो विथ च्याप्टर 9 एन्ड रिमेनिङ च्याप्टर लाइक 1, 2 यो भनेको एकदम सजिलो टपिक छ, कोर्स कन्टेन्ट पनि कम छ, इजी टु अन्डरस्ट्यान्ड र तपाईँहरूलाई एउटा मोटिभेसन जसरी प्रोभाइड पनि गर्छ। तपाईँको जब च्याप्टर 9, च्याप्टर 1, च्याप्टर 2 सकिसकेपछि चाहिँ नेक्स्ट डेको लागि चाहिँ हजुरहरूलाई मोटिभेट गर्नेवाला छ। र नेक्स्ट डेको लागि चाहिँ हजुरहरूले चाहिँ कम्तीमा नै च्याप्टर 7, च्याप्टर 8 बिहान उठ्ने बित्तिकै त्यो च्याप्टरहरू भ्याइदिनु। त्यो च्याप्टर एकदमै हेभी पनि छ र अन्डरस्ट्यान्डिङको लागि चाहिँ कन्टेन्टहरू पनि धेरै नै छ। त्यो च्याप्टरको लागि 4 घन्टा टाइम एलोकेट गरेर जसरी पनि भ्याइदिनु। अनि त्यसपछि चाहिँ एउटा 30 मिनटको ब्रेक लिएर या 1 आवरको ब्रेक लिएर चाहिँ हजुरहरू चाहिँ ब्याङ्क अडिटतिर जानु। त्यो च्याप्टरमा
8 मार्क्स या 5 देखि 8 मार्क्स कन्फर्म स्योर सर्ट छ। त्यो ब्याङ्क अडिट सकिसकेपछि चाहिँ हजुरहरू जानुस्, त्यसपछि 1 घण्टाको लामै ब्रेक लिएर त्यसपछि जानुस् हजुरहरू च्याप्टर 4। अनि च्याप्टर 4 सँगै च्याप्टर 3 को इन्टरनल कन्ट्रोल र एसए 315, 320 र 330 यो च्याप्टर चाहिँ हजुरहरूलाई 4 आवरको 4 आवरको टाइम एलोकेट गरेर चाहिँ यो च्याप्टरहरू सकाइदिनुहोस्। यो च्याप्टर सकाइसकेपछि हजुरको कन्फिडेन्स लेभल एकदम बुस्ट हुनेछ र मेरो पनि भएको थियो। यो बुस्ट हुँदै गर्दाखेरि चाहिँ अब हजुरलाई अलिकति दिक्क लाग्न सक्छ, किन भन्दा बिहान 4 घण्टा 2 घण्टा र 4 घण्टा यो 10 घण्टाको स्लट पछि हजुरहरू लामो 1 घण्टाको इभिनिङ वाक हान्नुहोस् या यताउति नाइट वाक हान्नुहोस्। त्यो हानिसकेपछि चाहिँ अनि गो विथ च्याप्टर 5। च्याप्टर 5 एकदमै लामो टपिक छ, त्यसलाई पनि हजुरहरूले 4 घण्टाको टाइम एलोकेट गरेर चाहिँ जति हुन्छ सरसरी हेर्दै जानुहोस्। त्यो एलोकेट गरिसकेपछि चाहिँ अनि बाँकी रहेको रेस्ट टाइमको लागि चाहिँ अब यदि बिहान कुनै पढेको टपिकहरू याद छैन या यताउति छैन भने फेरि त्यो यदि टाइम बच्यो भने मात्र गर्नु। यो वाला टपिक भनेको चाहिँ यदि टाइम बच्यो भने चाहिँ बिहान पढेको कुराहरू चाहिँ रिभाइज गर्नुहोस् र फर्दर केही पनि गर्नु पर्दैन। र एज सुन एज जुन इक्जाम डे हुन्छ नि, इक्जाम डेको बिहानै उठेर चाहिँ गो विथ अटोमेटेड इन्भाइरोमेन्ट च्याप्टर 3 को त्यो बाँकी एउटा टपिक र हामीले जुन फर्स्ट कस्टको इक्जाम दिएर आएर पढेको टपिक थियो नि त्यो टपिकहरू चाहिँ फेरि गो थ्रु गर्छ एकचोटि। जस्तै च्याप्टर 1, च्याप्टर 2, च्याप्टर 6 र च्याप्टर 11 यो भनेको स्योर सर्ट टपिकहरू हो। र यो स्योर सर्टको टपिकमा चाहिँ हजुरको के कन्फिडेन्स हुनु पर्यो भन्दाखेरि यदि मैले यो इक्जाम दिइरहेको छु र क्वेसन यो सोध्यो भने म बुकको जस्ताको त्यस्तै छापिदिन्छु भन्ने यो त्यो कन्फिडेन्स भयो भने हजुरहरूको मार्किङमा कुनै पनि समस्या हुनेवाला छैन। र यदि यति सबै गरेर पनि हजुरहरूलाई कि अझै डर लागिरहेको छ कि या के हुने हो के नहुने हो मलाई यादै छैन, कन्फिडेन्स छैन भन्ने जस्तो फिल भइरहेको छ भने चाहिँ जय श्रीराम एकचोटि पुकार्नुहोस् अनि मनमालाई भन्नुहोस् मैले मेरो बेस्ट दिएको, योभन्दा बढी म दिन पनि सक्दिनँ, फेल भयो भने नेक्स्ट एटेम्पको लागि फेरि यसरी नै पढ्छु। यो कन्फिडेन्स लिएर हजुरहरू एक्जामहरूमा जानुभयो भने इभन यु गाइज फेल द्याट you won't be regretting any moments you spent there on. So bye guys. So further यदि कुनै पनि डिस्कसन या गाइडेन्सको लागि हजुरहरू चाहनुहुन्छ भने you can find me at the LinkedIn मा चाहिँ अञ्जल श्रेष्ठ मेरो नाम छ र अञ्जल श्रेष्ठमा हजुरहरू कनेक्ट गर्नुभयो भने फर्दर गाइडेन्सहरूको केही चाहिन्छ या हेल्प चाहिन्छ भने I am always available with you guys. Bye bye.